Good evening, standard for class 10. आज चाहिँ class 10 कै क्वेसन हो यो चाहिँ. If cos theta equal to minus 3 upon 5 and x lies in second coordinate, then the value of x of sin theta will be भन्दैछ नि. यहाँ छ अब हाम्रो अप्सन minus 4 upon 3, 4 upon 5, minus 4 upon 3, 5 upon 3. अब cos theta को हामीले भ्यालु पुट गरौँ. कसरी गरौँ भन्दाखेरि चाहिँ यो हाम्रो cos theta को भ्यालु यसलाई मैले माने a, यसलाई माने b, यसलाई माने c. अब पण्डित बद्री प्रसाद हरि बोर मतलब बेस अपन हाइपोटेन्युस. अब हाम्रो बेस चाहिँ कति छ भन्दा 3 छ हाम्रो बेस. यहाँ मात्रै बेस हाम्रो 3 छ, हाइपोटेन्युस 5 छ, परपेन्डिकुलर चाहिँ हाम्रो 4 छ, 4. सो कसरी भन्दाखेरि चाहिँ अब बेस अपन हाइपोटेन्युस इन्टु 5 अपन 3, 4 यस्तो छ. सो h square equal to perpendicular square माइनस हैन प्लस हुन्छ यहाँ प्लस b स्क्वायर. b स्क्वायर भनेको चाहिँ बेस स्क्वायर भनेको चाहिँ यो चाहिँ बेस स्क्वायर हो, बेस स्क्वायर हो. अब हरि हाइपोटेन्युस 5 छ, 5 स्क्वायर इक्वल टू परपेन्डिकुलर स्क्वायर इक्वल टू 3 स्क्वायर. अब यहाँ चाहिँ 3 स्क्वायर. अब यहाँ चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ 5 इन्टु 5 इक्वल टू 25 हुन्छ हैन. 3 इन्टु 3 इन्टु 9 हुन्छ. अब हामीले 5 ले 3 लाई अब 25 ले 3 लाई घटाउँदा कति हुन्छ 25 माइनस 9 इक्वल टू 16 हुन्छ हैन. अब यो 16 कसरी आउँछ फेरि भन्दाखेरि 4 इन्टु 4 4 4 16 हुन्छ हैन. 16. हाम्रो एन्सर चाहिँ के हो भन्दाखेरि चाहिँ परपेन्डिकुलर चाहिँ कति छ हाम्रो 4 छ, अन्त हाइपोटेन्युस चाहिँ कति छ, हाइपोटेन्युस चाहिँ 5 छ. यो 4 अपन 5 परपेन्डिकुलर हाम्रो 4 छ, हाइपोटेन्युस चाहिँ 5 छ. हाम्रो एन्सर चाहिँ कति हो भन्दा 4 अपन 5. अब sin theta equal to 4 upon 5. दिस इज आवर एन्सर. यही हो हाम्रो एन्सर चाहिँ. यसरी गर्नुपर्छ स्टुडेन्ट. कोही बेला तिमीहरूलाई इक्जाममा आउन सक्छ. हाम्रो एन्सर चाहिँ यो हो सेकेन्ड 4 upon 5. सो थ्याङ्क यू.